बिरामीलाई निकाल्यो। ए उही झुन्डेको रहेछ क्या हो? आऊ न, झुन्डेको रहेछ मान्छे त, झुन्डेको रहेछ क्या हो? माथि माथि छतमाथिबाट निकाल्यो। झुन्डेको रहेछ जस्तो लाग्यो मलाई त। हेर्नु माथिबाट, माथिल्लो छतबाट निकालेको भर्खरै। कस्तो हेर न, त्यो उसमा पनि झिलमिली झिलमिली लगाइदिइसक्यो, मरेको रहेछ क्या जस्तो लाग्यो। कोही नहुने यिनीहरूकोमा छ्यानी। कस्तो देश होला हौ भरे। हेर्नु न घरभित्र मरि जिन्दगी अस्तायो, सकियो। लाले लिएर गयो हैन। अस्तिसम्म त्यही काम गरे जस्तै मान्थे है बुढो मैले। अब छोराछोरी कोही छन् कि छैनन् होला। अब सरकारले घर सिल गर्छ, सकियो लाइफ। रहेछन् मान्छे त, मानवता नभएको देश हो जापान। रहेछन् के लिएर उता निक्ले हानु देख्नुभयो? त्यो त अघि डक्टर नै हो के हो र? ढोका लाग्यो। भरे गए। मानवतै छैन कि देशको मान्छेहरूमा त। हैन वरिपरि त्यही नजिकै घर छ है, मतलबै छैन हैन। यो उताबाट सेतो लाउनेले बोलाइदिएर छ कि एम्बुलेन्स पनि। त्यो चाहिँ छिमेकी रहेछ क्या, बल्ल धन्न मनकारी रहेछ। त्यसले बोलाइदिएर चाहिँ त गयो त आफ्नो घरतिर। भरे के रहेछ र है जिन्दगी।